आज चाहिँ हामी चाहिँ कालिज हन्टिङमा आएको छौँ होइन। अनि क्याटिस ल्याउँछौँ कि हामी चाहिँ टाउको टाउकोमा नजिक नजिक बस्छ कि आजभोलि जाडोमा होइन। त्यहाँ रहेछ एउटा चल्दैछ है टुल्दा। ल मार्यो है एउटा केटी सानेर यार मार्यो मासला अलिक तर भर्खर धेरै छ कि त्योबाट हानेर झारेको यार एक केटिसमा दुईवटा मारिसक्यौँ। केटिस ल्याएर यहाँ यस्तो टाउको टाउकोमा हान्छौँ हामी केटिसले दुईवटा मारिसक्यौँ। एउटा चाहिँ घाँटीमा लागेर उँधो यता उँधो गएको छ। अहिले एकछिनमा यसलाई मार्ने अब अरू पनि हान्नु बाँकी छ। दुईवटा चाहिँ भइसक्यो है गाइजहरू होइन। जहिले बट्टा खाएको रिस गर्छ केटाहरू यार। आज कालिज खाएको देखाइदिन्छु। ऊ के ठुल्दा टस्टेका के त समात्यो खोइ झार्छन् त यसरी। गेटिसमा धरौँ आज हन्टिङ 3टा गरियो यार। खे धेरै समात्यो यसलाई त सलगाइते बनाएर खोज्दै खेती मार्यो ल गाइस। आजको हाम्रो हन्टिङ हल्का टुक्री हामीलाई हो यसले दुःख दिएको। आम्म फर्स्टमा यहाँ छातीमा लागेछ सालालाई यत्रो ढुङ्गाले हानेको हान्नु पनि यी छातीमा लागेछ। घाइते भएर झरेको खेद्दा गरेर समातेको यसलाई। यसको चाहिँ टाउकोमै लाग्यो। ढुङ्गाको यत्रो ढुङ्गा हानेपछि त के गेटिसले यत्रो तन्काएर हानेपछि त साथीहरू त के ठाउँको ठाउँ भाले 3टा मार्यो है। ल हामी चाहिँ सिकारले योरी बनाउन थाल्यो। एउटा काटेर यति भयो। पेलमै के हो सुरुमा? पेलमै नै हो। अर्को दुईटा 3टा लिएको हामीले आज चाहिँ हन्टिङ गरेर। भन्नै छ यार खाँदै गरौँ पक्वा। म चाहिँ कालिज ल्यायो अब अलिकति पकाएर अहिले खान्छु। तेल सेल लगाइसकेँ। अनि यहाँ टमाटर रेडी बनाएँ। यहाँ मसला पिस्दैछु म अलिकति। ल 3टा कालिज मारेको होइन। 5 भाग लाउँदा पनि यति धेरै परेको छ क्या भागमा है। म चाहिँ अहिले अलिकति मात्रै पकाउँछु आफूलाई खानुलाई। अहिले रातिको 2 बजिसक्यो यार। भोक